+2 को रिजल्ट पब्लिकेसन भएको छ। What the heck? Are you sure? Game over. Yeah. Is this a joke? Not. बाबू डैडी कोई सुधी रहा क्या है क्या है पर ए पुलिस है So, welcome back. Hello everybody. Today is the 5th of Asar. Asar को 5 गते and suddenly मलाई थाहा भयो कि +2 को रिजल्ट पब्लिकेसन भएको छ and I'm going to check the result of +2 है। जेनरल +2 को रिजल्ट मलाई थाहा छैन, मलाई सी को एक्जामिनेसनबाट अलिकति डर लागिरहेको। So let me go and type the info. Yeah. Is this a joke? Not a valid date of birth? What the? See, result publication. Bahana kya? So yeah, it's been more than 1 hour. 1.5 hour body basically. I'm searching ADP results. I'll load bahana website. So ADP result page coming soon. अघिदेखि 9:23 बाट हो वेट गरेको रिजल्ट आयो भनेर चेक गरिरहेको छु होइन। कहीँ पनि तर युट्युबतिर त आयो भनेर भन्न अन्त चोरहरूले के हो यस्तो बाबू डैडी कोई सुधी रहा क्या है पर ए पुलिस है A+ आयो नाइस है 3.60 हेर्ने मैले भने नि ए प्लस आउँछ भने मेरो जित भयो कसैले बाजी ठोकेन कि यिनीहरूले जराले 3.62 Nice one. पुरेनले ए प्लस आयो मैले भने ए प्लस त आउँछ यिनीहरूले जराले कसैले ए प्लस भन्नै सकेन कि A+ आयो ड्याडी ए त आउँछ भने उले भने मैले भने ए प्लस आउँछ ल बाटी ल एससी मा त A+ आयो 3.79 एसएससी मा नि A+ आयो 3.62 एमबीबीएस मा के हुन्छ जस्तो लाग्यो हामी निस्किन्छ म 100% निस्किन्छ हाँ? निस्किन्छु पार्टीको प्रेसिडेन्ट प्लस ओके आउँछ एमबिबिएस पनि पढ्न पाउँछ भाग्य छ यसले डाउनलोड पनि गर्न मिल्छ नि कार्ड हो यसले प्रिन्ट गर्ने हो कि हैन एउटा चिट नचोरे पनि मान्छेले पढ्दो रहेछ त हुँदो रहेछ त हामी चाहिँ 5 वर्षदेखि चिट छोड्छ 5 बाट छिजोनी भन्छ नि ए प्लस आयो भने अनि मलाई एनिमीको केही टेन्सन छैन यो त एज एक्सपेक्टेड नै थियो 3.62 खासै चाहिँदैन A+ आयो भइसक्यो हेर्नु कुरा अब एमबीबीएस एमबिबिएसको फेरि टेन्सन हुन्छ हैन मैले त्यसको केही टेन्सन थिएन यो त एज एक्सपेक्टेड थियो रिजल्ट चाहिँ अब अलिकति सीको चाहिँ अलिअलि डर लाग्यो सिको एमबीबीएसको त्यही हो अहिले त्यहाँको मजानी बाटो भगवानसँग चाहिँ प्रार्थना गरिराख के सर्ट रिक्याप है यो चाहिँ मेरो एसएलसीको चाहिँ मैले सानो रुटिन च्यातेर ल्याएँ भित्रबाट र यो चाहिँ लगभग वैशाखको 14 गतेबाट स्टार्ट गरेको छु मैले यो चाहिँ मैले त्यो बेलामा एक्जामिनेसन दिएर आएपछि चाहिँ हरेक एक्जामिनेसनको मैले सानो रिक्याप राखेको थिएँ यसरी यति आउला है यति आउँछ र आउनु पनि पर्छ अफकोर्स मेहनत त गरेको नै हो है। सो यति चाहिँ मेरो एक्सपेक्टेड रिजल्ट थियो। इङ्ग्लिसमा मैले एक्सपेक्ट गरेको थिएँ ए आउँछ 62+ आउँछ भनेर। नेपालीमा मैले थ्योरीको कुरा गरेँ थ्योरीको ओन्ली थ्योरी नो प्र्याक्टिकल ओन्ली थ्योरी। इङ्ग्लिसको चाहिँ ए नेपालीको ए म्याथको ए फिजिक्सको B+, केमिस्ट्रीको B+ अनि बायोलोजीको B+। थ्योरीमा मैले एक्सपेक्ट गरेको यति अनि मेरो लोएस्ट मार्क्स चाहिँ 57 हो एक्सपेक्ट गरेको आउट अफ 75 ओन्ली थ्योरी प्र्याक्टिकल केही होइन।
लेट्स सी वाट वी हेभ गट। यहाँ मेरो एक्सपेक्टेड थियो इङ्ग्लिसको ए थ्योरीमा, र यहाँ पनि मैले इङ्ग्लिसको थ्योरीमा ए नै पाऊ। ठिक छ, यहाँ मेरो एक्सपेक्टेड थियो नेपालीको थ्योरीमा ए, तर नेपालीको थ्योरीमा आई हेभ गट A+ है। मैले लगभग निबन्ध नै 3.5 पेजको लेखेको थिएँ, 4 पेज पुग्न लागिसकेको थियो अलमोस्ट निबन्ध, A+ आयो नि त। ठिक छ, त्यसपछि मेरो म्याथको थियो ए। म्याथको चाहिँ मिले थियो, मैले नै मार्क्स घटाएको थिएँ चेक गर्दाखेरि, त्यो दियर फोरहरू अनि त्यसपछि अनि लास्टको एन्सरहरू र प्रोसेस फर्मुलाहरू मैले लेख्न बिर्साउँथेँ कि। बट म्याथको चाहिँ एज एक्सपेक्टेड आई हेभ गट A+। मेरो म्याथमेटिक्सको थ्योरीमा नै के A+ आइसक्यो। इट्स गुड है। अनि त्यसपछि मेरो अर्को एक्सपेक्टेड थियो मेरो फिजिक्सको थ्योरीमा B+ आउँछ भने चाहिँ फिजिक्सको अलिकति मैले बिगारेको थिएँ, किनकि म हल्का बिरामी भएको थिएँ अनि पढ्नलाई अलिकति हिन्डरेन्स आएको थियो कि, स्टेटिक हिन्डरेन्स भने जस्तै। सो थ्योरी फिजिक्सको चाहिँ अलिकति बिग्रेछ, B मेरो थ्योरीमा। अनि त्यसपछि केमिस्ट्रीको मेरो एक्सपेक्टेड भनेको केमिस्ट्रीको हो B+, अनि केमिस्ट्रीको थ्योरीमा मेरो ए। होइन केमिस्ट्रीको त राम्रो भयो त अफकोर्स। एन्ड त्यसपछि बायोलोजीको एक्सपेक्टेड थियो मेरो B+ है 58.5, र एज एक्सपेक्टेड मेरो B+ नै आयो बायोलोजीमा, बायोलोजीको थ्योरीमा B+ नै आयो। अरू सबै ठिक छ। त्यो अलिकति चेन्ज भनेको चाहिँ फिजिक्सको चाहिँ एउटा ग्रेड घटाएको थियो। फिजिक्सको B+ एक्सपेक्ट गरेको थिएँ, B आएको थ्योरीमा। बट ओभरअलमा चाहिँ इट्स गुड। प्र्याक्टिकल पनि हालिदिएर हुन्छ कलेजले मिलाएर प्र्याक्टिकल हालिदिन्छ है। सो दिस इज द रिजल्ट है। हार्डवर्क गरेको छौँ भने अफकोर्स रिजल्ट आउँछ, नआउने भन्नु हुन्न। यु सुड बिलिभ इन यर सेल्फ है। यु सुड बिलिभ इन यर सेल्फ कन्फिडेन्स हुनु पऱ्यो। यु मस्ट बी कन्सिस्टेन्ट है। कन्सिस्टेन्सीमा चाहिँ अलिकति राम्रोसित मेन्टेन गर्नु पऱ्यो। कन्सिस्टेन्सी, सेल्फ डिसिप्लिन हुनु पऱ्यो। यस्तो होइन है आज अल्छी ला नपढ्ने, भोलि यसो पढौँ, आज क्लास बङ्क हान्थ्यौँ नै। रेगुलर क्लासेस एटेम्प्ट गर्नु पऱ्यो है। बी सेल्फ डिसिप्लिन्ड, किनभने मोटिभेसन आज भोलि छैन, बट सेल्फ डिसिप्लिन इज इटर्नल। एन्ड लास्ट थिङ आई वुड लाइक टु कन्क्लुड आजको भिडियो रह्यो मेरो एनइपीको च्याप्टर सकियो। मेरो एसईमा पनि 3.79 GPA थियो 2080 एसई है। सेकेन्डरी एजुकेसन एक्जामिनेसनमा मेरो 3.79 GPA थियो है। एन्ड अहिले एसएलसीमा 3.62, अलिकति घट्न त घट्या। देयर आर हाइज एन्ड लोज, त्यो त भइ नै हाल्छ, घट्ने बढ्ने। सो मेरो यसरी एनइपीको च्याप्टर सक्यो। इट्स ओभर नाउ। अ न्यू च्याप्टर बिगेन। आई रिपिट, a new chapter began hey, just so chapter has ended, not the book. Now I'm waiting for CE, Medicaine, Baccalaureus, Cardiology. And lastly, to conclude, म यति मात्रै भन्छु कि victory over others is temporary, but victory over yourself is eternal. So work hard, hey, whatever else dream you have. So keep working, stay hard, stay healthy. Peace out.